हेलो 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 गाइज हेलो सबैजनालाई नमस्ते। यो चाहिँ मेरो लाइफको सबैभन्दा पहिलो भ्लग फर्स्ट भ्लग हो र मैले भिडियोहरू बनाउने मेरो भ्लगहरू बनाउने भन्ने चाहिँ मैले सोचेको धेरै पहिलाबाट हो। तर यस्तै कारणवश मेरो व्यक्तिगत कारणवश भनौँ अथवा अवस्था नमिलेर सिचुएसन अनुसार त्यही भयो भनौँ, मैले आजसम्म बनाएको थिइनँ। मैले बनाउने सोचेको त धेरै कति भयो तर मैले आज लास्टमा चाहिँ बनाउँछु। कस्तो हुँदो रहेछ के कस्तो हुँदो रहेछ हेर्नु पर्यो भनेर मैले आज सुरु गरेको छु। र मेरो फर्स्ट भिडियोको सुरुवात यो साइक्लिङबाट हुँदैछ। म अहिले साउथ कोरियामा छु र अहिले एक्लै साइक्लिङ गरेर आज सन्डे आज सन्डे हो, आइतबार, र यहाँ छुट्टी, कम्पनीको छुट्टी, बिदा हो। मैले बिदाको मौका पारेर अहिले साँझको टाइममा, दिउँसो अलि गर्मी जस्तो हुन्छ, त्यही भएर चाहिँ साँझ आएको छु साइक्लिङ गर्नको लागि। तर धेरै उज्यालो भने छैन, अब रात पर्न लागिसकेको छ। तर मैले अहिले भिडियो सुरु गरेँ र म अहिले साइक्लिङमा छु। मैले मेरो फोनमा रेकर्डिङ अन गरेर म बोलिरहेको छु। अहिले म जाँदैछु, खै ठाउँको नाम त थाहा छैन, तर म पहिला पनि धेरै परसम्म गएको हुनाले मलाई यो बाटो भने याद छ। त्यही भएर म जाँदैछु अगाडि। अनि म अहिले साउथ कोरिया आएको 1 वर्षभन्दा बढी, झन्डै अब 1.5 वर्ष पुग्न लाग्यो। 1 वर्ष 4 महिना जति भयो। अनि मैले पहिला भिडियो नबनाउनुको कारण भन्दा पनि मैले भिडियो बनाउन किन चाहन्थेँ त त्यो बुझौँ। मैले चाहिँ पहिला अब फ्री फायर धेरै नै खेल्थेँ, लास्टै ओभर नै अलिक धेरै बढी नै खेल्थेँ। अनि त्यसैले चाहिँ म प्राय युट्युबको भिडियोहरू, फ्री फायरको भिडियोहरू हेर्थेँ बढी। त्यही भएर म पनि एक दिन युट्युबर बन्छु भन्ने त्यति बेला नै सोच आएको। तर मैले त्यति बेला म नबोलेर फेस नदेखाएर मेरो भिडियो नै यत्तिकै फ्री फायर खेलेको भिडियोमा हाल्ने गर्थेँ। तर 400-500 सब्सक्राइब थियो। त्यो च्यानल अहिले कता हरायो, जिमेल नै हरायो। त्यति बेलादेखि म युट्युब हेर्दै गर्दाखेरि अरूको भ्लग, अरू पनि भिडियोहरू, सामान्य भिडियोहरू पनि हेर्दै गर्दा मलाई पनि जोस पहिले नै आएको। र मैले सानो मोबाइल ठुलो मोबाइल भएर नभएर खासै त्यति मेरो कारण होइन नबनाउनुको। मेरो एकमात्र कारण के थियो भन्दाखेरि भिडियो नबनाउनुको के थियो भन्दा पनि के छ भन्दाखेरि अझै पनि म बोल्दाखेरि त्यति अरू नर्मल मान्छेहरू जस्तो स्पष्ट मेरो बोली त्यति स्पष्ट हुँदैन। स्पष्ट त्यति खै अब अहिले म एक्लै छु, त्यही भएर म एक्लै हुँदा चाहिँ प्राय धेरै नै राम्रोसँग बोल्न सक्छु। तर मसँग कोही नौलो मान्छे आयो अथवा मसँग एकदमै घनिष्ठ भएको या त त्यो मान्छे बिचको छ, अलिअलि चिन्जान जानेको, अलिअलि नयाँ जस्तो भन्यो, त्योसँग खासै म स्ट्यामरिङ गर्दिनँ। म धेरै अड्किएर बोल्दिनँ, प्राय राम्रोसँग बोल्न सक्छु। तर फोनबाट कसैलाई कलबाट कुरा गर्नु परेछ भने पनि सबै त भन्दिनँ, म अधिकांश चाहिँ म गर्छु, गर्दिनँ स्ट्यामरिङ। र म कुनै आफूसँग घनिष्ठ भएको व्यक्ति अथवा कति पनि नचिनेको नौलो व्यक्तिसँग एकदमै धेरै अड्किन्छु बोल्दाखेरि। अड्किन्छु भन्दा पनि कति बेला त मेरो मुखबाट कुनै पनि शब्द बाहिर नै आउँदैन। त्यसो हुँदा चाहिँ म नौलो मान्छेहरूसँग भन्दा पनि सबैभन्दा बढी चाहिँ मसँग जुन घनिष्ठ छ मेरो फ्यामिली, अरू पनि साथीहरू जोसँग म अलिक
धेरै नै बढी घनिष्ठ छु, उसँग चाहिँ म धेरै नै अड्किन्छु। अनि नौलो मान्छेसँग खै अब त्यो सिचुएसन अनुसार म त्यस्तै टाइपको हुन्छ। र म एक्लै हुँदा त्यति साह्रो अड्किँदैन, खै मलाई केले भएको थाहा छैन। त्यही भएर खै अब म अहिले पनि अड्किएको छु, अथवा अब यो जुन हाम्रो मेरो अड्किने समस्या छ त्यसलाई यसमा स्ट्यामरिङ अथवा स्टटर भन्छ। र मेरो यो स्ट्यामरिङ समस्या चाहिँ म एक्लै हुँदा खै अहिले भएको छ कि छैन मलाई त्यति आफूलाई थाहा त हुन्छ गरेँ कि गरिनँ भनेर, मतलब गरिरहेको छु या छैन भनेर, तर त्यति जति पछाडि अरू मेरो बोली अरू सुन्ने मान्छेलाई थाहा हुन्छ त्यति भने मलाई थाहा हुँदैन। त्यसो भएको हुँदा चाहिँ मैले अहिले बोलिरहेको छु, म अब यही भिडियो पछाडि म आफै सुन्छु। अनि सुनिसकेपछि चाहिँ चलाउन सकिएन, उकालो रहेछ। म त कुरा गर्दा गर्दै यता चलाउन सकिएन थोरै। म अब पछि चाहिँ यो रेकर्डिङ भइरहेको छ नि त, म पछि आफै सुन्छु त्यो कस्तो हुँदो रहेछ। अनि म सायद यो भिडियो पनि फेसबुक, टिकटक, युट्युबमा अपलोड गर्छु या गर्दिनँ, गरेँ भने कहिले गर्छु मलाई कुनै पनि आइडिया छैन। र म पछि यो जरुर चाहिँ यो मैले जुन अहिले भिडियो रेकर्ड गरेको छु त्यो भिडियो रेकर्ड चाहिँ म पछि यसलाई म साइक्लिङबाट उता रुममा पुगेपछि, हाम्रो सुक्सान पुगेपछि म त्यहाँ मजाले एकपटक सुन्दैछु। अनि त्यसपछि चाहिँ अब म अड्किएँ, मैले भन्न खोजेको यो होइन कि म अड्किएँ पनि, मतलब म स्ट्यामरिङ गरेँ पनि, गरेपछि चाहिँ हाल्दिनँ, नगऱ्यो भने युट्युबमा पोस्ट गर्छु मैले भन्न खोजेको होइन। म जस्ट सुन्छु मात्रै, तर मेरो आँट आउँछ कि आउँदैन भित्रबाट त्यो अनुसार चाहिँ म उता युट्युब, टिकटकतिर अपलोड गर्ने कि नगर्ने म त्यति बेला नै सायद निर्धारण गर्छु। तर अनि यो मेरो फर्स्ट मैले भिडियो नबनाउनुको कारण मेरो स्ट्यामरिङ भइहाल्यो। दोस्रो भनेको अब सायद यही स्ट्यामरिङ नै होला, त्यति आँट आउँदैन, म त्यति आँट पनि आउँदैन। अनि म अर्को कुरा भनेको म सोसियल मिडियामा त्यति एक्टिभ पनि छैन, जति एक्टिभ आजभोलि हुनुपर्ने मेरो उमेरको मान्छेहरू चाहिँ जति सोसियल मिडियामा युट्युब, फेसबुक, टिकटक एक्टिभ छन् त्यति चाहिँ म छैन अरू नर्मल मान्छेहरूभन्दा। म अलि सोसियल मिडियाभन्दा तर सधैँ छैन त म भन्न नै सक्दिनँ, तर मलाई जहाँसम्म लाग्छ म अरूभन्दा धेरै अलिक कम नै चलाउँछु कि अथवा एक्टिभ छु कि यस्तो फिल हुन्छ। त्यही भएर पनि मैले भिडियो सायद त्यति मतलब नभएको हो कि जस्तो लाग्छ। तर मलाई जोस चाहिँ पहिले आएको थियो, मैले बनाउन सकिरहेको थिइनँ। मैले अहिले खै अब मेरो घर नेपाल रुकुम हो, रुकुम गाउँमा, त्यही भएर मेरो सायद म स्ट्यामरिङ गरे पनि नगरे पनि, स्ट्यामरिङलाई चाहिँ नगरे तापनि मेरो गाउँको बोली त्यति सायद अझ त्यही पनि बुझेको छ कि छैन थाहा छैन। अनि त्यही हो, अब म के गर्नेवाला छु भने आज जस्तै तारिक हो इङ्ग्लिस डेट 2026 अप्रिल 12 होइन त, 2026 अप्रिल 12 हो आज। म आज यही भिडियोबाट के भन्छु भन्दाखेरि चाहिँ अबको 3 महिना चाहिँ मैले वान मेरो स्ट्यामरिङलाई मात्रै ठिक गर्नको लागि लाग्छु। भनेको यो अप्रिल होइन त, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई 12सम्म चाहिँ, अप्रिल, जुन, जुलाई, अगस्त 12सम्मलाई चाहिँ म मेरो स्ट्यामरिङ जुन मलाई बच्चादेखि नै मलाई के गर्दै आएको छ, मलाई बच्चादेखि नै कतै बोल्न दिएको छैन, आफूलाई भन्न मन लागेको कुरा भन्न दिएको छैन,
म कतै म स्कुलमा पढ्थेँ, आफूलाई जाने कुरा टिचरले सोध्नुभयो। अनि मलाई थाहा छ म उठेको छु, क्वेसन मेरो दिमागमा छ, तर घुमिरहेको छ, तर मुखबाट त्यो जवाब बाहिर आउँदैन। अब आए पनि एउटा शब्द भन्दा भन्दै 5 सेकेन्ड भइहाल्छ। अनि क्लासको साथीहरू हाँस्ने भइहाल्यो, टिचर त अब यत्तिकै हाँस्ने, अब त्यस्तो खै के भन्नुहुन्छ, तर साथीहरू यत्तिकै जिस्काउने, हाँस्ने, बिल्ला हान्ने टाइपको भइहाल्यो। अनि त्यहाँ पनि अब आफूले जानेको, आफूले भन्न चाहेको, आफूले आज आफूले नबुझेको सोध्न त टाढै छ, त्यो त झन् आँट आउने धेरै नै टाढा छ। तर मैले जानेको कुरा पनि सरले सोध्नु भयो भने पनि मलाई लास्टै धेरै नै भन्न गाह्रो हुन्थ्यो। अनि अरू कतै म घुम्न गएँ अथवा म पहिला धेरै म काम गर्नको लागि इन्डिया गएको छु, इन्डिया जाने आउने क्रममा, बस्ने क्रममा फुल टाइम मेरो लाइफ टाइममा आज 21 वर्ष, अब आउने जुनमा म 22 वर्ष हुन्छ। मलाई जबदेखि मलाई थाहा छ म हुँ भनेर, जबसम्म म सानो थिएँ, म थाहा पाउँछु आफूलाई, त्यति बेलाबाट चाहिँ मेरो स्ट्यामरिङले मलाई सताइरहेको छ। म अब यसलाई अबको म जस्तै अब कति भयो भनेपछि अप्रिल, मे, जुन, अब 2 महिना छ त मेरो 22 वर्ष हुनलाई। तर पनि मेरो 3 महिनाको टार्गेट राखेको छु मैले। म 22 वर्षको हुनुभन्दा पहिल्यै, भन्दा 3 महिनाको टार्गेट भए तापनि म 22 वर्षको हुनुभन्दा पहिल्यै मेरो स्ट्यामरिङलाई ठिक गर्ने यहीँबाट चाहिँ मैले आफूलाई बाधा गर्छु। र म फुल टाइम जति पनि मेरो फ्री टाइम हुन्छ अथवा म जहाँसम्म पनि सक्छु आफूलाई अरूसँग बोल्दाखेरि मेरो स्ट्यामरिङलाई लुकाएर भन्दा पनि मैले जति पनि अरूबाट, युट्युबबाट अथवा अन्त ठाउँबाट सिकेको छु, त्योबाट मैले जति पनि मैले स्ट्यामिना लुकाएँ, मेरो स्ट्यामरिङ झन् बढ्दै जाने भएको कारणले गर्दाखेरि मैले चाहिँ यसलाई बरु नलुकाएर, हो म स्ट्यामरिङ गर्छु, म अरू मान्छेहरूसँग बोल्दा अट्किन्छु, म राम्रोसँग बोल्न सक्दिनँ, स्ट्यामरिङ गर्छु होइन। मलाई चाहिँ यो स्ट्यामरिङ के गर्न लागिरहेको छु, कृपया म बोल्दाखेरि नहाँसिदिनु होला, मलाई अझ हौसला दिएर मेरो के कुरा बोल्न चाहेको बेला मलाई सुनिदिनु होला भनेर चाहिँ म बरु मेरो अनुरोध गर्नेछु। र म मेरो स्ट्यामरिङ हो भनेर स्वीकारेर म यसलाई ठिक गर्नपट्टि लाग्नेछु। र म आज 12 भनेपछि म अगस्त 12 म त्यो 3 महिना यो याद राख्नेछु, मैले स्ट्यामरिङ कसरी ठिक गरेर मेरो 21 साल 22 वर्ष मैले कसरी बिताएर म अबको 22 वर्षभन्दा माथि कसरी बिताउनेछु भनेर म त अब जस्तै भिडियो बनाएँ भने हजुरहरूले देखि नै हाल्नुहुन्छ। अनि मैले सायद साइकलमा हुँदा, म एक्लै हुँदा अलि छिटो बोले जस्तो नै लाग्छ। खै अब अरूलाई, अब नर्मल मान्छेहरू भन्दा के लाग्छ, मलाई चाहिँ अब छिटो बोले जस्तै लाग्छ एक्लै हुँदा। तर अनि फेरि अरू हुँदा खतम। त्यही भएर म एक्लै हुँदा पनि एकदमै बिस्तारै बोल्ने प्रयास गर्नेछु। जस्तै अब अहिले म अब अहिलेदेखि नै लगभग 7 बज्न लाग्यो होला। आज 2026 4 महिना 12 तारिकको लगभग साँझ 7 बजेको छ। म यहीँबाट मेरो च्यालेन्ज लिएर, च्यालेन्ज एक्सेप्ट गरेर, मैले आफैलाई दिएको च्यालेन्जलाई एक्सेप्ट गरेर म अब आउने अगस्त 12 सम्म मेरो स्ट्यामरिङलाई एकदमै धेरै हदसम्म ठिक गर्ने निदो गरेको छु। र म गरेर पनि देखाउनेछु म के गर्न सक्छु भनेर। मेरो आजसम्म जति पनि मलाई यसले बाधा पुर्याएको छ म यसलाई ठिक गर्नेछु। र स्टार्ट नाउ 3 month
अनि अब बात कुरा गरौँ। म अहिले अब साउथ कोरियामा पनि खेङ्गिदो भन्ने जिल्लामा छु, खेङ्गिदोमा। अनि त्यसो भइकन चाहिँ हाम्रो कम्पनी धेरै ठुलो पनि छैन, सानो पनि छैन, काम धेरै पनि छैन, कम पनि छैन, ठिकठाक काम चलिरहेको छ। हाम्रो कम्पनीमा डे नाइट सिफ्ट हुन्छ र मेरो तर सबैको हुँदैन, उनीहरूको डे नाइट, उनीहरूको डे मात्र पनि हुन्छ। तर मेरो चाहिँ डे नाइट नै हुन्छ। मेरो आजभोलि डे छ। मैले योभन्दा अघिल्लो हप्ता डे गरेको थिएँ, अब र आउँदो भोलि सोमबारदेखि नै डे हुनेछ र मेरो यो हप्ता डे भएर अर्को आउँदो 2 हप्ता फेरि नाइट, यसरी मेरो बितिरहेको छ। अनि काममा जाने आउने, शनिबार कहिले डे हुँदा अब नाइट हुँदा त्यति शनिबार नाइट हुँदैन, डे हुँदा शनिबार कहिलेकाहीँ काम, कहिलेकाहीँ छुट्टी। अनि हिजो शनिबार हिजो काम थियो, आज आइतबार काम थिएन। आइतबार प्राय भन्दा पनि हिजो सबै आइतबार चाहिँ बिदा हुन्छ भन्दा फरक नपर्ला। आज आइतबार बिदा थियो र म आज मैले के गरेँ त म त्यो भन्छु। आज म बिहान 8 बजे उठेँ। 8 बजेदेखि म 8 बजेदेखि के गरेँ भने उठेँ, मुख धुएँ, अन्डा खाएँ। अनि त्यसपछि मेरो 10 बजेदेखि बारिस्टा क्लास, कफीवाला, कफी धेरै प्रकारको कफीहरू हुन्छ, त्यो कफी मैले सिक्ने। म अगाडि बोल्दा बोल्दै अब खै मेरो सायद मोबाइलमा सेटिङ नै त्यही होला। म धेरै बेर मोबाइललाई छैन भने आफै बन्द हुने सिस्टम छ होला, त्यही भएर बन्द भएछ। अनि मेरो बिहान 8 बजे उठेँ, अन्डा खाएँ। अनि 10 बजीदेखि कफी धेरै प्रकारका कफीहरू सिक्ने मतलब मैले क्लास लिएको छु। त्यो कुनै पैसा पे गरेर होइन, यतिकै फ्रीमा हामी। अनि फङ्सा गरे बापत त्यो क्लास चाहिँ मलाई फ्रीमा पाइएको हो। अनि 10 बजीदेखि खासमा त 12 बजीसम्म हो, तर त्यति बेला आज भने 11:30 बजे नै क्लास सकियो। अनि 11:30 बजीदेखि 12 आधा घन्टा जति मैले हाम्रो यहाँ आजभोलि कोरियामा फुल फुल्ने सिजन चलिरहेको छ, सो पर फुल फुलेको थियो। हामी त्यहाँ फुल हेर्न गयौँ। अनि त्यसपछि 12 बजीदेखि अर्को मेरो किप लेभल 3 को मेरो क्लास छ। तर लेभल 3 को एक्ज्याक्ट ओरिजिनल चाहिँ होइन, लेभल 3 को प्र्याक्टिस क्लास छ। म त्यसमा गएँ 12 बजीदेखि 1:40सम्म। र म 41देखि सामान आफूलाई रुममा चाहिने सामानहरू किनेर बस चढेर हामी 3 जना थियौँ साथीहरू, रुममा आएँ। अनि त्यसपछि रुममा एकछिन रेस्ट गरेर रुममा बस्न झ्याउ लाग्छ धेरै बेर, त्यो भएर साइक्लिङको लागि आएँ र अहिले साइक्लिङमै छु। अब गएर रुम जाने। अब चाहिँ मेरो टपिकको क्लास छ साँझ 8 बजेबाट 10 बजीसम्म। 8 बजीबाट 10 बजीसम्म 2 घन्टा टपिक 2 को मेरो क्लास छ। त्यस क्लासमा म जोइन हुन्छु, पढ्छु र 10 बजी हाल्छ। 10 बजीपछि फ्यामिलीसँग थोरै 1 घन्टा आधा घन्टा पुरा गर्छु। अनि म 11 साढे 11 बजे सुत्छु। अनि भोलिदेखि त फेरि ड्युटी भइहाल्यो, बिहान 7-8 बजीबाट साँझ 5 बजीसम्म 8 बजीसम्म, त्यस्तै कहिलेकाहीँ भइहाल्छ। अनि मेरो जीवनको कुरा गर्दाखेरि अब त्यही नै हुन्छ। मेरो जीवनमा यसो मैले फर्केर मेरो अहिले 22 वर्षसम्मको जिन्दगी कसरी बित्यो भनेर हेऱ्यो भने मेरो जता पनि सम्झ्यो मेरो स्ट्यामरिङ। त्यहाँ गएको सम्झ्यो स्ट्यामरिङ, त्यहाँ गएको सम्झ्यो स्ट्यामरिङ। त्यही भएर म अहिले स्ट्यामरिङ गर्न लागिरहेको छु। तर म अहिले अब सायद धेरै नै परेको कि जस्तो लाग्यो। अब मलाई फर्किँदा रात पर्छ कि जस्तो लाग्यो सोचेँ। आज मैले फेरि साइकलको टर्च पनि ल्याउन बिर्सेछु क्या। मेरो साइकलिङ टर्च पनि छ। मैले सायद म
साइक्लिङ जान्छु होला भनेर मैले हिजो साँझ टर्चमा लाइट चार्ज पनि फुल गरेको थिएँ टर्चमा, तर ल्याउनै बिर्सेछु। त्यही भएर अब सायद फर्किनुपर्छ जस्तो लाग्यो। अनि फर्किने बेला चाहिँ अलि छिटो चलाएर जानुपर्ने हुन्छ। त्यही भएर म छिटो चलाएर बोल्दाखेरि चाहिँ एक त पहिले नै म स्ट्यान्डिङ गर्छु, त्यसमाथि चाहिँ छिटो गऱ्यो भने म झन् मेरो बोलाइको तरिका बिग्रिन सक्छ। त्यसैले अब म आजको यो जुन भिडियो छ, मैले आज मेरो फर्स्ट भिडियो भनौँ या मेरो च्यालेन्जको भिडियो भनौँ, मेरो आज यहीसम्म गर्छु र म यो भिडियो पोस्ट पनि गर्छु युट्युबमा, सायद टिकटक र फेसबुकमा आज त्यति एक्टिभ छैन, त्यति थाहा पनि छैन। तर युट्युबको बारेमा मैले पहिला पनि धेरै हेरेको र मैले त्यो डाउनलोड गरेर सिकेको पनि हुनुपर्छ। सायद मलाई चाहिँ फर्स्टमा युट्युबमै पोस्ट गर्छु होला। मेरो भिडियो कस्तो लाग्यो, कोही कतिले हेर्नुहुन्छ या भ्युज आउँछ कि आउँदैन, एक पनि भ्युज आउँछ कि आउँदैन मलाई थाहा छैन। तर भिडियो पोस्ट गर्नेछु। यदि यो भिडियो कसैले हेर्नु भएको छ भने मन गऱ्यो भने लाइक गर्नु होला। अनि अब मेरो च्यानल अथवा मेरो लाइफस्टाइल हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नु होला। र यदि मैले यो मेरो स्ट्यामिनाको बारेमा मैले थोरै पुरै भन्यो भने त म 1 वर्षमा पनि भनेर सक्दिनँ मेरो स्ट्यामरिङको कारण। तर मैले छोटकरीमा थोरै भने र मेरो यो स्ट्यामरिङको अथवा मेरो लाइफको कुनै सल्लाह सुझाव अथवा हजुरलाई भन्न मन लागेको कुराहरू छ भने चाहिँ मेरो यो भिडियोको तल कमेन्टमा गएर कमेन्ट गर्न सक्नुहुन्छ। अनि यदि तपाईँलाई यो भिडियो मनै परेन, केही लागेन भने हजुर देशलाई छोडेर सुरुमै बाहिर पनि ब्याक पनि जान सक्नुहुन्छ भिडियोलाई। अनि त्यही हो, अहिलेलाई म भिडियो बनाउँछु। अब म यहीँबाट लगभग सायद जान्छु होला, फुटिन्छु होला यहीँबाट। आजलाई यति गरौँ, म आउनेछु अर्को नेक्स्ट भिडियो अथवा साइक्लिङ हुन्छ या टुर हुन्छ वा म काम नै हुन्छ कम्पनीमा, थाहा छैन। तर म छिटै नै अर्को भिडियो लिएर आउनेछु। यतिसम्मको लागि बाई बाई, टेक केयर।